सो हामी चाहिँ अब यहाँ माथि गइरहेको छु। हामी चाहिँ यति साह्रो दामी सिन देखेको छु कान्छी। आमा चाहिँ उतै बस्नुभयो हो गाडीमै, अन्त हामी चाहिँ एकछिन थार्चेहरू लिएको थियो, दाजा उठाउनु जानु लागेको यो पारेपछि। त्यसै गाइस यति साह्रो ब्युटिफुल जग्गा, यस्तोमा आएम चाहिँ त्यो रिफ्रेस भन्छ नि, हाम्रो माइन्ड रिफ्रेस अनि हरेक कुरा रिफ्रेस हुन्छ नि, यस्तो फिल हुँदो रहेछ मलाई चाहिँ। अब तपाईँहरूलाई कस्तो याद छैन हेर्नु चाहिँ तर आउनुहोस् न, आनु मलाई अगाडि जानु हुँदैछ। हाम्रो आन्जीलाई कम्ती छिटो हिँड्दैन, मट्ट छ क्या। हेर्नुहोस् है गाइस, यहीँ बसौँ लाग्दो छ जिन्दगी। हिँड्नुपर्छ अलिकति। यहाँ चाहिँ आनुम बहिनी अनिलाहरू थार्चो स्टार्ट गर्नुभयो, तर पनि थाहा छ कि हाम्रो यहाँ हेन्सम दाजु हुनुहुन्छ अनिला। अब यहाँ हामी चाहिँ दाजा तान्ने कार्यक्रममा छ है। सो आगेरमा चाहिँ अब यहाँ थार्चो तान्नु लागेको हो। चिसो हावा पनि आउँदैछ। साङ चाहिँ बालु दिन्छ कि दिँदैन? बेटे रहेछ ल। सङ बोले अनिला? बोले ना? होइन मैले बोल्नु खोजेको थार्चोमा बाँध्दैन होइन भनेको नि। अघि त्यो हावाले लामो गर्नु पनि नदिँदो रहेछ। क्या कति रहेछ हेरौँ त। खाँदा एउटा चरा उयो अब चाहिँ हामी फर्किनु लाग्यो। यता सबै सक्यो। अनिला कुहिन राख्नुपर्छ त्यस्तो लाग्नु। आसला यो हिँड्दाउन आँटिसक्यो जाडोमा। तो हामी चाहिँ फर्किँदैछ अब। यहाँ हेरौँ है। सक्नुभयो? खिच्दैन म त बाको चौरीसँग खिच्यो आमाले। ल त्यो सम्झौँ अब हामी नखिच्ने। चोरेर खिच्दैन? अँ ल चोरेर खिच्नु। म खिच्दिनँ चढेर चाहिँ। अब हामी फर्किनु लागेको। सो फाइनल यहाँ हाम्रो सबै कार्यक्रम सक्यो अनि गाडीतर्फ। अब आमालाई पनि चिसो भयो होला किनकि हामी छिटो फर्किनु पर्ने छ। सो बाई बाई छङ्गु, बाई बाई छङ्गु, बाई बाई छङ्गु, बाई बाई गाडी छङ्गु, बाई बाई नेपाली।
सो हामी चाहिँ अब छङ्गुदेखि चाहिँ फर्किँदैछौँ। यहाँ हाम्रो 1 बजिसकेछ यहाँ आइपुगेर हो। एकछिन यहाँ हावा खानु निस्केको हामी चाहिँ। अन्त आमा चाहिँ भित्रै हुनुहुन्छ गाडीभित्र हो। बहिनी र आमा चाहिँ बहिनी बुझ भइरहेछ सुतेछ। आमा यहाँ छ। आमा आज मजा आयो? मजा आयो। मजा आयो? तपाईँ केही भएन? केही भएन है? आज आमालाई पनि केही भएन। यो सुतिरहेछ। हामी एकछिन बाहिर निस्केको। सो त्यति भन्दै अब छङ्गुको टुर यति नै जस्तो लाग्यो सबैजनालाई। बाइ बाइ। लाइक एन्ड सेयर कमेन्ट गरिदिनु होला मेरो भिडियोलाई।